पार्टनर हुन्छ त्यसैले यो माथि पनि नचढ्ने यसलाई उठाउँछु भनेर कोसिस पनि नगर्ने यसलाई चाहिँ 3 देखि 4 सेकेन्ड छोडिदिनु नजिक छ भने पुस गरेर अलिकति पर ठेल्दिनु उसले रोलिङ गर्छ र सेम पोजिसनमा आउँछ अनि पछाडिसम्म भन्यो भने दुईटा थम युज गर्ने यसरी चाहिँ नसमाउनुहोस् यसरी समाउनु भयो भने चाहिँ के हुन्छ यसरी समाउनु भयो भने कुनै पनि बेला चाहिँ तपाईँले रेस्क्यु गर्दा गर्दै यो पनि पल्टिनु सक्छ बुझ्नुभयो यसरी समाउनु भयो भने तपाईँको हात चाहिँ लक हुनसक्छ है समाउँदा यसरी समाउने दुईटा थम युज गर्ने यसलाई थोरै तान्ने आफ्नो चेस्टमा यहाँ थोरै मात्र चढाउने सक्नुहुन्छ खुट्टाले किक गरिदिनु छिटो रेस्क्यु हुन्छ अनि अगाडिसम्म भन्यो भने चाहिँ सेम दुईटा थम युज गर्ने यो नकलाई कि लेफ्ट कि राइट बनाउने यसलाई सिधा नबनाउनु यसलाई सिधा बनाउनु भयो भने के हुन्छ लाग्छ है हामीसँग सिङ्गल ब्लेडवाला प्यारल हुन्छ भने उसँग चाहिँ डबल ब्लेडवाला प्यारल हुन्छ उसले चाहिँ जति बेला पनि प्यारल गरिरहनु पर्ने हुन्छ तपाईँले यो सिधा बनाउनु भयो भने चाहिँ लाग्छ कि लेफ्ट कि राइट बनाउने समाउँदा सेम दुईटा थम युज गर्ने र बस्दाखेरि चाहिँ यसरी बस्दिनु अब लास्ट क्वेसन है त भ्यालु लेभल सामान केही छ मोबाइल पर्स सेक्री औँठीहरू केही छ भने भन्नुहोस् है दिनुहोस् सुन्नुहोस् ल अनि अर्को क्वेसन भनेको मेडिकल प्रब्लम कसैले केही छ पानी एलर्जी आस्थामा स्टिल राखेको होइन है ठिक छ भाइ हामी अब डिभाइड हुन्छौँ है त 15 को 10